अझै पनि संसारका मानिसहरूलाई परमेश्वरले अति नै प्रेम गर्नुभयो। त्यसकारण मानिसले कसरी परमेश्वरसँग सम्बन्ध सुधार गर्न सक्छ भन्ने कुरा देखाउनका लागि परमेश्वरले ठिक समयमा येशूलाई पठाउनुभयो। येशू को हुनुहुन्छ? येशू परमेश्वरको एकमात्र पुत्र हुनुहुन्छ। येशू अद्भुत शिक्षक पनि हुनुहुन्थ्यो। मानिसहरूले उहाँको कुरा सुन्न रुचाए किनकि उहाँले कसरी परमेश्वर कहाँ फर्कन सक्छ भन्ने कुराहरू तिनीहरूलाई सिकाउनु भयो। येशू शक्तिशाली आश्चर्य काम गर्ने व्यक्ति पनि हुनुहुन्थ्यो। एक दिन धेरै मानिसहरू पुरै दिन येशूको शिक्षा सुन्नलाई आए। मानिसहरू भगाएका थिए। येशूले 5 रोटी र 2 माछा लिनुभयो, त्यसलाई आशिष दिनुभयो। ती रोटी र माछा मानिसहरूलाई बाँड्न सुरु गरे। त्यस दिन 5000 भन्दा बढीले खाए र तृप्त भए। येशूको शक्ति हाम्रो आवश्यकता पूरा गर्ने सामर्थ्य हो। अर्को समय येशू उहाँलाई पछ्याउनेहरूसँगै डुङ्गामा एउटा ठुलो ताल तर्दै हुनुहुन्थ्यो। जब येशू निदाउनु भयो तब शक्तिशाली आँधी आयो। येशूलाई पछ्याउनेहरूले येशूलाई बिउझाए र भने, गुरुज्यू, हामी मर्नै आँट्यौँ। येशू उठ्नुभयो र बतास र छालसँग बोल्नुभयो, शान्त शान्त हो। तुरुन्तै बतास र छाल रोकियो। येशूको शक्ति प्राकृतिक संसारको भन्दा महान छ। जब येशू पारीपट्टि पुग्नुभयो तब चिहान हुँदो बस्ने भूत आत्मा लागेको मानिसलाई भेट्नुभयो। ऊ धेरै भूतहरूले भरिएको र डरलाग्दो थियो। जब येशूले त्यस मानिसलाई देख्नुभयो उहाँले त्यसलाई प्रेम गर्नुभयो। उहाँले भूतहरूसँग कुरा गर्नुभयो र भन्नुभयो, छोड। तुरुन्तै तिनीहरूले त्यसलाई छोडेर त्यो मानिस सधैँ मनको भयो। येशूको शक्ति दुष्ट आत्माको भन्दा महान छ। अर्को दिन येशूको एक घनिष्ठ मित्र बिरामी परे र मरे। केही दिनपछि येशू उहाँको मित्रको चिहानमा पुग्नुभयो। जब उहाँको मित्र गाडिएको ठाउँ येशूले देख्नुभयो, येशू रुन लाग्नुभयो। येशू चिहानको अगाडि जानुभयो र भन्नुभयो, मित्र, बाहिर आउनुहोस्। उहाँको मित्र जीवितै चिहानबाट हिँडेर बाहिर आए। येशूको शक्ति मृत्युभन्दा पनि महान छ। येशूले यी कुराहरू गर्नुभयो किनकि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामी सबै परमेश्वर कहाँ फर्केर आएको उहाँ चाहनुहुन्छ।